सो हेलो गाइज वेलकम ब्याक। फेरि पनि यहाँ हजुरहरूलाई अर्को ब्लगमा स्वागत गर्न चाहन्छु। सो साथीहरू, धेरै रमाइलोको साथ हामीले यस इलाम क्षेत्रमा धेरै कुराहरू देख्न पायौँ र यहाँको हावापानीको र घामको मौसम पनि चाख्न पायौँ। बेला बेला एकदम घाम लाग्ने हैन, फेरि बेला बेला हुसे लाग्ने, फेरि बेला बेला घाम लाग्ने, फेरि बेला बेला हुसे लाग्ने, त्यस्तै भइरहेको छ साथीहरू। र सम्पूर्ण मेरा वाइटी फ्यामिलीमा साथो सपोर्ट भनेको सबैभन्दा ठुलो कुरो हुन्छ हैन। सो त्यसैले मलाई पुरा यकिन छ र पुरा विश्वास छ कि यस घडीमा हजुरहरूले मलाई साझा सपोर्ट दिनुहुन्छ भन्ने पुरा आशा र भरोसामा मैले फेरि पनि भिडियो क्लिपहरू अझै अगाडि बढाउने तर्फ लागेको छु। भिडियोका कन्टेन्टहरू एकदम हामी जस्तो साना साना युट्युबरहरूले चाहिँ हैन बनाउन चाहिँ अलिकति टाइम लाग्दो रहेछ, सोच्न भन्न पनि टाइम लाग्दो रहेछ। त्यसैले साथीहरू जे जस्तो भए पनि यहाँका दृश्यहरू मैले हजुरहरूलाई देखाएको छु। सो यहाँनिर चाहिँ हामी एकदम डाँडा एकदम डाँडामाथि यहाँनिर चाहिँ चढेको छौँ। चियाबारीका छन् अनि कटेजहरू छन्, यहाँ हेर्नुहुन्छ। यहाँ छ फेरि एकदम रमाइलो रमाइलो डुल्ने ठाउँ छ, एकदम रमाइलो रमाइलो घुम्ने ठाउँ छ। सिस्टरलाई डिक्क लगाएको भन्नुहुन्छ। सिस्टर डिक्क चाहिँ किन लाग्यो? राति कतिखेर पर्छ भनेर। राति कतिखेर पर्छ भनेर मेरो सिस्टरलाई चाहिँ डिक्क लाग्यो अरे। कोही कोहीहरू फोटो खिच्नका लागि चाहिँ सिन कस्तो छ भन्दै हुनुहुन्छ भने कोही कोहीलाई चाहिँ बोर लागिसक्यो, अल्छी लागिसक्यो भनेर भनिसक्नु भएको छ। साथीहरू एकदम रमाइलो नै गर्नु जिन्दगीमा, अहिले नै हो रमाइलो गर्नु हैन। पछिको दिनमा यस्तो रमाइलो आउँदैन फर्केर हैन। त्यसैले चाहिँ यी मेरा ब्लग भिडियोहरूलाई मैले सबै मेमोरी बनाएर राख्नेछु। अनि एकदमै यहाँनिर चाहिँ ब्लगहरू बनाउन चाहिँ एकदम कन्टेन्टहरू हैन एकदम क्रिएटहरू गर्न चाहिँ साह्रै मुस्किल पर्दो रहेछ क्या साथीहरू। त्यही पनि अब तपाईँको कन्टेन्ट क्रिएटरहरू कतिजनाहरूले एकदमै आइडिया लगाउने हैन, अनि एकदमै कस्तो खालको भिडियो बनाउने, के को सब्जेक्ट हालेर बनाउने भनेर सोच्नुहुन्छ। मैले चाहिँ यहाँ पोखरी र चियाबारीको अनि त्यसपछि यहाँका मौसमहरू र यहाँका हरेक नास्तादेखि लिएर खानेकुराहरूको सबैको एकदम राम्रो क्या, एकदम अर्गानिक छन्। प्राय हाम्रो नेपाल ठाउँमा चाहिँ सबै ठाउँमा नेपाली दाजुभाइहरू जति पनि हुनुहुन्छ तपाईँहरू सबैजनालाई थाहा छ हैन। यो चाहिँ एउटा अन्टु डाँडाको श्री अन्टु डाँडाको चाहिँ एउटा यो चाहिँ पोखरी हो है त। श्री अन्टु डाँडाको एउटा पोखरी हो। अनि साथीहरू तपाईँहरूको पनि यदि नयाँ च्यानल छ भने मेरो ब्लगमा आएर चाहिँ कमेन्ट गरिदिनु नबिर्सिनु होला। त्यसको साथमा म जस्तो र हजुरहरू जस्तो सानो सानो युट्युबरहरू चाहिँ ब्लगर युट्युबरहरू, ग्यामर युट्युबरहरू हैन, मकबान गर्ने युट्युबरहरू जतिजना पनि हुनुहुन्छ, हामी जस्तो सानो सानो युट्युबरहरू मिलेर चाहिँ अगाडि बढ्नुपर्छ है एकदमै। अनि त्यसपछि चाहिँ यहाँका ब्लगहरू भिडियोहरू यस्तै छ उस्तै छ, मौसम पनि यस्तै छ। त्यही छ साथीहरू, चियाबारी छ, चियाबारी उडी उडी डुल्छ मन चियाबारीमा।
र हेर्नु साथीहरू यहाँ चाहिँ फेरि बगेराहरू हो कि बटाई चरा बगेरा चराहरू पनि एकदम प्रशस्त मात्रामा पाइन्छ भने तपाईँको यहाँनिर चाहिँ तपाईँका बाँसहरू पनि एकदम ठुला ठुला हुँदो रहेछन् यहाँका बाँसहरू। अघि मैले अस्तिको ब्लगमा तपाईँहरूलाई मैले त्यहाँनिर भिडियो बनाउँदै जाँदाखेरि बाँसघारी भनेर पनि देखाएको थिएँ। त्यहाँनिरको मैले एउटा बाँस हेरेको, यत्रो ठुलो थियो नि त्यहाँनिर बाँस, ठुला बाँसहरू पनि रहेछन् यतातिर साथीहरू। यस्तै चियाको खेती त यहाँको त कुरै नगरौँ साथीहरू, यति चिया बिक्छ नि यहाँनिर चाहिँ यसको सिजनमा चाहिँ साथीहरू। यहाँनिर चाहिँ वर्षमा पनि करिब मेरो हिसाबले हैन, सो एकदमै यहाँनिर चाहिँ होइन, मेरो चाहिँ कस्तो हुन्छ भने नि सबै मिक्स क्या, म चाहिँ मिक्सै गर्छु। होइन छैन त्यस्तो। अनि यस्तै छ होइन। अब त्यही हो, धेरै बिक्री हुन्छ चियाहरू यहाँ चाहिँ। सुरुमा चाहिँ यिनीहरू चियाहरू बिकेर इन्डियाहरूतिर पनि जान्थ्यो भनेर भन्दै हुनुहुन्थ्यो ड्राइभर दाइहरूले। तर हिजो आज चाहिँ एकदम खै के भनिदियो अरे, ढाँटिदियो कि ठगिदियो अरे भनेर भन्छन्। त्यसैले इन्डियाहरू त्यति अहिले जाँदैन अरे भन्छन्। यता सबै नेपालमै बिक्छ भनेर भन्छ, तर खै हो कि होइन त्यस्तै भन्दै थियो। खै अब त्यो चाहिँ थाहा भएन साथीहरू। यतातिर यो चिया बगानहरू हेर्नु यस्तै छन्। अनि यहाँनिरको ब्लक चाहिँ यस्तै छ। भुइँमा देखायो रातामाटा छन्, देखिएन यता जता चाहिँ रातामाटा लेउहरू, यो पानी परेर नि एकदम लेउ रातामाटा त्यस्तै छ। अनि साथीहरू यसरी नै घुम्न आउँदाखेरि चाहिँ ब्लगहरू जति पनि बनाउन सकिन्छ, आफूले जति पनि आइडिया लाएर निकाल्न सकिन्छ नि, त्यति ब्लगरहरूको लागि, नयाँ ब्लगरहरूको लागि राम्रो हो। तर म चाहिँ फर्स्ट ब्लग गर्ने भएको हुँदाखेरि चाहिँ मलाई चाहिँ अहिले एकदम हार्ड लागेको है त। त्यसैले तर म फेरि बिस्तारै आउने दिनहरूमा के कस्तो हो भनेर चाहिँ हजुरहरूसँग कुरा राख्छु हैन। अनि भिडियो बनाउँछु, भिडियो अपलोड गर्छु, भिडियो हाल्छु हैन। अनि यसरी क्या साथीहरू, यो ब्लग बनाउँदाखेरि क्या धेरै कुराहरूको नलेज पनि हुन जरुरी हुने रहेछ क्या। एउटा कुरो चाहिँ मैले यहाँनिर यसो सुरु गर्दाखेरि अहिले पनि एकदम मैले होइन यसो सोचेको छु एकदम क्या साथीहरू, सोच्नु पर्दो रहेछ साथीहरू। आकाश हेर्नुहोस् न साथीहरू, एकैछिनमा बादल लाग्ने, एकैछिनमा घाम लाग्ने, एकैछिनमा के हुने, त्यस्तै हुन्छ हौ यतातिर त। उता तराईतिर भने चाहिँ मेरो मोरङतिर भने चाहिँ अहिले घामले घप घप पुरै हप हप क्या घामले पुरै हप हप हुन्छ। यता त चिसो क्या पुरै। यसरी ज्याकेट लाउनुपर्छ, हेर्नु त यसरी ज्याकेट लायो। अनि हो त्यो तारमा हेर्नु साथीहरू, कालो काग छ, कालो काग कालो काग छ साथीहरू त्यो तारमाथि। अनि यहाँ चाहिँ चियाका बोटहरू छन्। म तपाईँलाई यहाँनिर एउटा चियाको टुसो टिपेर देखाउँछु ल, कस्तो हुन्छ भने यसरी टिप्नुपर्छ चियाको टुसो। मैले यहाँबाट यसरी ट्यापै टिपेँ, यी चियाको यो टिपेको मैले योबाट होइन। यो चियाको चाहिँ यो यसलाई चाहिँ चियाको टुप्पो भन्छ, हेर्न सक्नुहुन्छ साथीहरू। यस्तो छ चियाको बोट, चियाका टुप्पो, टान टाडान यस्तै छ साथीहरू। आजको भिडियो चाहिँ मैले हजुरसँग यतिमै इन गर्न चाहेँ भने म फेरि पनि नेक्स्ट ब्लगमा हजुरसँग फेरि पनि आगमन दिनमा फेरि पनि नयाँ भिडियोहरू लिएर आउनेछु भन्दै। सो आजको लागि चाहिँ मैले मेरो ब्लग भिडियो, राजा भाइ ब्लग भिडियो यति नै गर्न चाहेँ।
हस् त थ्याङ्क यू सो मच बाई बाई वाइटी फ्यामिली बाई